हेलो नेपाली फुटबल फ्यान्स, हिजो भएको नेपाल भर्सेस चाइनिज ताइपेको गेममा हाम्रो बिमला विक्क सिस्टरलाई चाहिँ केही चोट लाग्न पुगेको थियो। हेर्न सक्नुहुन्छ तपाईँहरू। र यो चोट केही ठुलो नहोस् र उहाँको स्वास्थ्य लाभको कामना गर्दछौँ हामी सम्पूर्ण नेपाली फुटबल फ्यान्सहरू। उहाँले आफ्नो ज्यानलाई दाउमा राखेर खेल्नुहुन्छ। उहाँ नेपाली फुटबलको एक महान खेलाडी हो। उहाँ चाहिँ हाम्रो पिलर भन्दा पनि हुन्छ। एकदमै राम्रो डिफेन्स हो र उहाँले गरेर हाम्रो नेपाली टिमलाई धेरै सहज हुन्छ। धेरै हाम्रो टिमले अगाडि लिड गर्न क्षमता पनि पाउँछ र हाम्रो नेपाली टिमलाई चाहिँ हिजोको गेम एकदमै राम्रो खेलेको हो। र हाम्रो एक महान खेलाडी बिमला विक्क सिस्टरले चाहिँ उहाँले धेरै राम्रो बचाउनु भएको थियो। धेरै बलहरूलाई क्लियर गर्नुभएको थियो र उहाँलाई केही क्लियर गर्दै पनि केही उहाँलाई चोट लाग्न पुगेको थियो। र यो चोट चाहिँ कुनै जटिल चोट नहोस् र छिटै फेरि मैदानमा देख्न पाऊँ हाम्रो स्टार प्लेयर बिमला विक्क सिस्टरलाई। र हामी हेर्न सक्छौँ उहाँले खेलेको गेमहरू कस्तो थियो होला, कस्तो खेल्नुहुन्थ्यो तपाईँहरूलाई थाहा नै छ। र यो भिडियोहरू तपाईँलाई यस्तै प्रकारको भिडियोहरू मनपर्छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र यो सबै साथीमा सेयर गरिदिनु होला। उहाँले हेर्नु सक्नुहुन्छ उहाँले खेलेको गेमहरू एकदमै राम्रो खेल्दा कति गेमहरू हार्दाखेरिको यो भिडियोहरू हेर्न सक्नुहुन्छ तपाईँहरू। उहाँलाई चाहिँ म एकदमै सल्युट गर्न चाहन्छु।